छ। वर्तमान अवस्थामा बढ्दो रसायनयुक्त खानपान, सौन्दर्य सामग्री आदिका कारण आम युवाहरूमा उमेरमै बुढ्यौलीपन देखिने, रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आई जीवनशैलीसँग सम्बन्धित अनेकन समस्याको सामना गर्नुपर्ने आजको प्रमुख समस्या नै बनेको छ। अमेरिकन रिसर्चर डाक्टर अर्नेस्टले भने अनुसार अबका दिनमा जसको घरमा फूड सप्लिमेन्ट्स र फूड कन्सल्टेन्टहरू हुनेछन् त्यो घर नै स्वस्थ हुन्छ, अन्यथा मानिसको स्वास्थ्यमा ठूलो गिरावट आउँछ। तसर्थ आगामी दिन फूड सप्लिमेन्ट्सको नै बाहुल्यता र लोकप्रियता रहनेछ। विश्वमा 44% बजार पोषण तत्व रहेको वस्तुले ओगटेको छ। यही स्वास्थ्य र सम्पन्नतालाई केन्द्रमा राखेर स्थापित यस कम्पनीले लामो अनुसन्धान र अन्वेषणका आधारमा तयार पारिएका स्वास्थ्य मैत्री र गुणस्तरीय यस्ता उत्पादन आम